हाई फ्रेन्ड्स, गुड मर्निङ। आज म भैरुवा जाँदैछु। भैरुवा होइन, मोहनगञ्ज जाँदैछु। म काठमाडौँबाट भैरुवाबाट मोहनगञ्ज जाँदाखेरि कस्ता कस्ता खालका कुराहरू हुन्छन् बाटोमा। म कसँग कुरा गर्छु, म कसँग भेट्छु, म कस्तो गाडीमा चढ्छु, म कस्तो खालको टेम्पोमा चढ्छु, मसँग कस्तो खालका घटनाहरू घट्छन्। एउटा रमाइलो पाराले भनौँ न, कसो के कुराहरू हुन्छन्, म तपाईँलाई त्यो कुरा देखाउँदै जानेछु। र म जानुपर्ने कारण, म जानुको उद्देश्य के हो, त्यो पनि म तपाईँलाई राम्रोसँग देखाउनेछु। हुन त यो मोहनगञ्ज भन्ने ठाउँ मेरो लागि एकदमै नयाँ हो। आजभन्दा पहिला म कहिले पनि गएको थिएन र मैले कसैलाई चिनेको पनि छैन। त्यहाँ गइसकेपछि के हुन्छ, कस्तो मान्छे भेट हुन्छ, म चाहिँ एकदमै नर्भस छु के। यो कारणले गर्दाखेरि एकदमै नर्भस छु। के होला, कसो होला, कहाँ बस्ने होला, के खाने होला, कति गर्मी होला, होइन। अनेकन कुराहरू छन्। मलाई त्यहाँको मान्छेहरूले एक्सेप्ट गर्छन् कि गर्दैनन् केही पनि थाहा छैन मलाई। म त्यत्तिकै केही नसोचिकन म हिँडिरहेको छु है, जे त्यो कारणले गर्दाखेरि चाहिँ अवश्य पनि मेरो लागि एकदमै च्यालेन्जिङ छ यो मेरो ट्रिप, मेरो मिसन, होइन। तर मलाई आफूमा एउटा चाहिँ भरोसा चाहिँ छ। साथीहरू एयरपोर्ट पनि आयो है। अब जाने टाइम भयो। एयरपोर्ट पनि आयो। अब प्लेन चढेर जानुपर्छ। ल साथीहरू, एयरपोर्ट पनि आयो। अब म भित्र जाँदैछु। हेरौँ के हुन्छ। म डालो इधर डालो। चेक हुन्छ टिकट मोबाइल युज गर्न भनेर पानी त खाइयो। थ्याङ्क यू। 6 नम्बर बसमा मेरो बसमा अब बस्ने हो है। त्यसपछि भैरुवा पुगिन्छ। दामी सिने अब प्लेन चढ्ने बेला पनि आयो है।
नमस्ते। ल साथीहरू, म भैरवा एयरपोर्ट पनि आइपुगेँ। अब म बाहिर निस्किँदैछु। हेरौँ के हुन्छ है त। चारजना होइन त जाम्नु त त्यसो बेला। ल म अटोमा चढेँ है। भैरवाको एयरपोर्ट हो यो। प्लेनबाट ल्यान्डिङ गरेर अब यो अटोमा म जाँदैछु। जाने अब धन्न अन्त गएको म यार। ल यो कति भयो तपाईँले यो गरेको यो व्यवसाय चाहिँ? थुप्रै भयो। थुप्रै भयो? अहिले 56 वर्ष उमेर भएर 12 वर्ष उमेरदेखि गरेँ अब। ए बाफ्रे। यो ठाउँ पुरा जङ्गल थियो है। यति घर छ नि समिरा गाडी भनेको घर यहाँ टोटली घर। ए भनेपछि दरो कमाउनु भयो चाहिँ तपाईँले। ठिकै छ चलिरहेछ। पैसा माग्नु पर्यो छैन। फलफुलमा त दामी हुन्छ नि गर्न सक्यो भने त होइन दाइ? फलफुलमा त खतरा हुन्छ नि। मार्जिन पनि हुन्छ। खट्नु पऱ्यो त्यही हो। माटी पनि हुन्छ घाटा पनि हुन्छ। सही बेहोर्नुपर्छ नि। त्यो व्यवस्था त्यो सस्तो हुन्छ। यो सुरुमा जसले गर्छ नि घाटा जान्छ नि त्यो मान्छे सोच्छ त्यो हरेस खायो त्यो मान्छे कामै हुँदैन कहिले पनि हुँदैन। तर यो व्यवसायमा अलिक राम्रोसँग लाग्यो भने चाहिँ राम्रो हुन्छ कि। अझ लोकल माल दिनुभयो भने झन् बढी मात्रामा मान्छेहरू आउँछ क्या। ल त है अहिले लागौँ। हस् ल जाइ ल दाइ जाउँ। धन्न एकतिर हिँडेको म यार। मणिग्राम चोक है यो चाहिँ। चोकबाट म अब जाँदैछु दुलारे थारूको उसमा मेरो मिसनमा। त्यहीँ गएपछि सबै कुराहरू भन्नु होला। ल चाहिँ गाडी चढेँ। गाडीमा ठिक छ है। कति वर्ष भयो तपाईँले गरेको? 99%? नयाँ हो हो। ए 99 त यतातिर खोल्दा पनि त हुन्छ नि। हाम्रो यो शाखा यहीँ पनि छ चोकामा पनि छ हो। हाम्रो त 22औँ शाखा नेपालभरि हो र। ओ भनेपछि तपाईँहरूको टिम ठुलै छ हाम्रो। हजुर ठिक छ एकदम राम्रो। नेपालभरि 22वटा सञ्चालन आइसक्यो। 3टा अब रेडी अवस्था 25वटा। ए नाफै भएर राम्रै भएर त होला नि है। तर कपडाकोमा पनि राम्रो हुन्छ नि त्यो 300-400 वाला कपडामा। कपडा पनि छ हो। तर म चाहिँ 99 लगाएको। ए ए ए अरू ग्यालेक्सी अनि फुटवेयर V1 99 एउटै हो। ए ए ए गुड ठिक छ। ल यता छ ठाउँ। यता छ यहाँ छ नि ठाउँ। ए दिदीहरूलाई चाहिँ के भएर जान थाल्नु भएको त्यहाँ? ए ए ए कसको दुखेको तपाईँको? ए हो र। ए कहिले थाहा पाउनु भएको? 1 महिना। कुन ठाउँबाट आउनुभयो? निज कहाँबाट? जितगढीबाट। ओके ठिक छ। बुढाले सन्चो गराउँछन् होला। ठिक छ। ल गुरुजी रोकिदिनु होला। ल ल आउनु आउनु आउनु। ल दाइ हामी लाग्यो है। ल थ्याङ्क यू। भेटेर खुसी लाग्यो हजुरसँग है त। ल कता अटो? अटोमा चढियो। अटो ठ्याक्कै रेडी भएर बसेको छ। यही अटो होइन? अट्छ त हामी 4 जना? ए अगाडि पछाडि हो क्या? लु 2893। ल ल बस्नु नि दिदी बस्नु बस्नु। यहाँ बोलाएको पहिले फोन गरेर बोलाएको हो तपाईँहरूलाई झन्।
सजिलो होस् भनेर होइन ल ल यता हो देख्नु तपाईँलाई कति सजिलो गराइदिउँ हामीले उहाँले विशेष गरेर साथीहरू म बस्ने रिसोर्ट यही हो अहिले साँझको 5 बजेको छ यो रिसोर्टको वरिपरि के छ कसो छ म तपाईँलाई देखाउँदैछु सँगै रुम पनि देखाउने छु हेर्नुहोस् यी म बस्ने रुम जे होस् ठिकठाक छ मलाई त एकदम मन पर्यो एसी छ तातो चिसो पानी छ टेलिभिजन छ है जे होस् दामी छ के सही छ भर्खरै एउटा हाम्रो भाइ पनि हाउसकिपिङ भाइ आएर सबै मिलाएर जानुभयो होइन अब सबै राम्रो छ अब टोयलेट पनि हेरौँ है एकचोटि कस्तो छ ठिकठाक छ टोयलेट पनि दामी छ सफा छ तातो चिसो पानी आउँछ दामी छ सब ठिक छ अनफर्चुनेटली आजकै दिनमा हाम्रो दुलारे बाजे बिरामी पर्नु भएको रहेछ त्यो कारणले गर्दाखेरि आज ट्रेनिङ हुन सकेन उहाँसँग सल्लाह पनि गरेँ मैले आज मलाई सिकाउन सक्नुहुन्छ भन्दाखेरि आज त सक्दिनँ भोलि चाहिँ सिकाउँछु भोलिबाट आउनुहोस् भनेर भन्नुभयो त्यो कारणले गर्दाखेरि अरू पनि मान्छेहरू आउनु भएको थियो सबै बिस्तारै जानुभयो म पनि आफ्नो रिसोर्टतर्फ आफ्नो वासस्थानतर्फ लागेँ साथीहरू यो दोस्रो दिन हो हेर्दै जानु होला म बस्दासम्म के हुन्छ कसो हुन्छ है त टिकटकदेखि हेरेर नेपालगञ्जदेखि आएको उहाँ सिद्धिघरको बाजे नसा सम्बन्धी हड्डी सम्बन्धीको बाजे पुरै धेरै बेर छ क्लोजमा ल्याउनु त यहाँ हो दुख्नु तपाईँको उहाँ बुवा चाहिँ 83 वर्षको भइसक्नुभयो कति हस्पिटलहरूमा जाँदा पनि उपचार गर्दा पनि सन्चो नभएको मेरो मम्मीको आज चाहिँ उहाँ बुवासँग लिएर फाइनल्ली देखाउँदैछौँ धेरैजना हुनुहुन्छ उहाँले सन्चो पनि बनाइसक्नु भएको छ यदि हजुरहरू कसैलाई त्यस्तो दुखेर हस्पिटल धाउँदा पनि गर्नुभएको छैन सन्चो भएको छैन भने चाहिँ कति धेरैजना हुनुहुन्छ कि बाहिर ला पनि एकजना तयार हुनुहुन्छ उहाँ फेरि सिक्नको लागि यहाँ बुवासँग सँगै बसेर सिक्दै हुनुहुन्छ उहाँले अब यहाँ गरिरहनु भएको छ बुवाले उहाँ चाहिँ काठमाडौँदेखि यहाँ सिक्नको लागि यहाँ बुवासँग आउनुभएको छ रूपन्देही जिल्लाको फर्सा टिकट शुद्धधन गाउँपालिकामा चाहिँ उहाँको यो पर्दछ उहाँ चाहिँ सिक्न आउनुभएको 5 दिन भइसक्यो बुवासँग आउनुभएको यतिको युवाले पनि विश्वास गरेर चाहिँ यहाँ आउनुभएको छ उहाँहरूलाई फलो गर्नु होइन फलो गरेपछि उहाँले चाहिँ जानकारी दिनुहुन्छ थ्याङ्क यू यो दुखेको यहाँ यो दुखेको यही हो त्यसलाई माथि गर्नु त कहाँ रे ए यो यहाँदेखि ठिक छ बुवाले ट्याक्क पारिदिनुहुन्छ अब अहिले चल्न यताको चाहिँ 30 नम्बरमा गयो यताको चाहिँ 11-12 नम्बरमा यहाँ बिचको पुरै ग्याप छ त्यही हो तपाईँलाई दुखेको दिदी यो मेरो लागि हो कि पछि काम लाग्छ नि त मलाई हेर्नलाई
हजुर कहिले हो यहाँ आएको म त भयो 4-5-6 दिन भइसक्यो ए यति बसेको सही गर्नुभएछ त्यो आइडिया राम्रै लाग्यो कसले मैले हजुर सिक्नै पर्यो आफ्नो कारणले गर्दा अरूलाई खुसी मिल्छ भने होइन गरौँ न भनेर यहाँ कहाँ बस्नु भएको त ऊ त्यही नजिकै साथीहरू मैले सिकिसकेपछि आजबाट बिरामी चेक गर्दैछु कति बिरामीहरू दुखेर आउनु भएको थियो उहाँलाई मैले राम्रोसँग ठिक गराएर पठाएको छु उहाँहरू मदेखि एकदमै अत्यन्तै खुसी हुनुहुन्छ म पनि उहाँलाई ठिक गर्दाखेरि उहाँहरूलाई चेक गरेर उपचार गर्नु पाउँदाखेरि म पनि एकदमै खुसी छु र यति गर्नको लागि मैले धेरै नै मेहनत गरेको थिएँ र मैले हाम्रो दुलारे बाजेलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले मलाई यो खालको अपर्च्युनिटी दिनुभयो केही पनि नरिसाइकन राम्रोसँग सिकाइदिनु भयो कसरी मान्छे छिटो ठिक हुन्छ मान्छेलाई कसरी चेकअप गर्ने भन्ने एकदमै इम्पोर्टेन्ट टेक्निकहरू उहाँले मलाई सिकाइदिनु भयो त्यसको लागि हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु समय भयो भने म फेरि पनि उहाँको घरमा जानेछु उहाँको फ्यामिलीहरूसँग भेट्नेछु उहाँसँग गएर अझै थप जानकारीहरू लिनेछु र अनि अर्को कुरा यदि तपाईँहरूलाई पनि त्यस्तो समस्या छ भने चाहिँ अब म काठमाडौँ जाँदैछु यो सिकेको आफ्टर अनि त्यहाँ गइसकेपछि काठमाडौँमा मैले फ्रीमा सेसन गर्दैछु त्यसमा चाहिँ तपाईँहरू पनि आउन सक्नुहुन्छ फ्रीमा तपाईँहरूले चेकअप गराउन सक्नुहुनेछ त्यसमा कुनै पनि शुल्क लाग्ने छैन त्यो कुराहरू तपाईँहरूले मेरो सोसल मिडियाबाट यसै टिकटकबाट फेसबुकबाट थाहा पाउनु हुनेछ यदि थाहा पाउनु भयो भने तपाईँहरू फ्रीमा मेरो हातबाट निको हुन चाहनुहुन्छ भने चाहिँ अवश्य पनि काठमाडौँमा त्यो सेसन छिटै नै सुरुवात गर्दैछु कृपया आइदिनु होला धन्यवाद तपाईँको यो ठिक हुन्छ होइन पहिला यसो गर्नु अनि त्यसपछि अर्को विधि भन्छु म ठिक भयो कि हो यस्तो साउन्ड आएको छ कटक कटक हो त्यही साउन्ड हो मेन कुरो त्यही साउन्डले गर्दा अनि हया मन हुन्छ होइन यो हात यस्तो गरेर माथिको नसुत्ने है म त सुत्दै छैन पनि तपाईँको समस्या पत्ता लाग्छ यो छाम्दाखेरि घर मालिस गर्न नै हुन्न भनेको थियो तपाईँले अब के गर्नु म भने त गराएको छैन क्या त्यो अब के गर्ने भने ग्यासमा तपाईँको समस्या छैन खाना पनि टाइम होइन तपाईँले चाहिँ रक्सी चाहिँ नखानु भयो रक्सी खानुभयो भने तपाईँको ठिक हुँदैन है जति गरे पनि ठिक हुँदैन रक्सी चट्टै छोड्नु पऱ्यो औषधि खाइराख्नु भएको छ के को औषधि खानुपर्छ एन्जाइटीको है यहाँ कस्तो बेड भएको भए सजिलो हुन्थ्यो एकचोटि यो जुत्ता खोल्नु त कहिले आउनुभएको विदेशबाट भयो एक हप्ता ठ्याक्कै कुन देशबाट आउनुभएको दुबईबाट के काम गर्नुहुन्थ्यो बाहिर त उसो के अरे हार्डवेयर एकछिन त्यहाँ राख्नु खुट्टा राख्नु यो होइन अनि सर्दी अनि फेरि एक ठाउँ दुख्यो फेरि अर्को ठाउँ दुख्यो अर्को ठाउँ दुख्यो होइन 3 ठाउँ दुख्छ है भिडियो गरेर बहिनी यसको त यस्तै हो भएर गराएन अहिले त्यसको पोइन्ट त्यो ऊ ल्याउँदै के अरे अघिको
पछाडि त यहाँसम्म दुख्छ होइन तपाईँको? ओके। त्यो दुख्न थालेको चाहिँ कति भयो त्यो? त्यस्तो दुख्ने होइन, अलिकति प्रेसर पऱ्यो नि दुख्ने। खाना आइराखेको बेलामा चाहिँ बिरामी भेट हुनुभयो, सेवा गरिदिउँ भनेर। खाना त्यहाँ कति थिए कहाँ यहाँ? नास्ता खायो अहिले कहाँनिर दुख्छ? यहाँदेखि पाउनु एकछिन। कहाँ के भयो अरे? क्लोजमा खिच्नु। कहाँ दुख्छ? यहाँ झमझमाउँछ। तपाईँको पनि त्यही समस्या, उहाँको जस्तै समस्या। मोबाइल कति हेर्छ? मोबाइल त पहिला हेरेको थियो होइन, त्यसको फल हो अहिले यो। अब मोबाइल त्यसरी एकोरो नहेर्ने है। पहिला मोबाइल हेर्दाखेरि 2 घन्टा जाँदै थाहा हुन्थेन नि होइन, होइन हो, त्यसको फल हो यो। अब चाहिँ 20 मिनटमा 15 मिनटमा पोजिसन चेन्ज गरेर हेर्ने, मोबाइल हेर्नै पऱ्यो भने। कहाँनिर दुख्छ अरे? यहाँ हो, यहाँ होइन। म ठिक गरिदिन्छु होइन, अबदेखि त्यो नगर्ने है। यहाँ होइन दुख्छ हो है, पहिला मोज गरेको फल हो नि त यो। अहिले ठिक छ नि? यहाँ होइन हो, ठिक छ त्यो केही छैन, त्यो काम गरेको त्यो। आउने त 40 पोइन्ट पनि देखाइदिनु। त्यसलाई यसो गर्नु। कहाँबाट? सर्लाहीबाट आउनुभएको? आजै आउनुभएको? ए ठिक छ नि त, म हेरिदिन्छु होइन, ठिक हुन्छ। कहाँनिर दुखेको? यहाँ हो, यहाँसम्म दुखेछ होइन? कति भयो अरे दुखेको भन्नुभयो? 1-1.5 महिना भयो। ए यसलाई यो के अरे निकाल्नु त यो। एकचोटि यहाँ पनि हो गरे, यहीँ गराएर वहीँ गरे नि भयो। वहाँ त भिड छ, बहुत भिड छ। भैरो जाँदैछु। भैरो होइन यो? हजुर। कताबाट चढ्नु त?